विविध खेलकुद कार्यक्रमतर्फ पुरुष भलिबल यहाँ भइरहेको छ भने महिला भलिबल स्यारबुटाल माविको प्राङ्गणमा भइरहेको पनि जानकारी गराउँदछौ। भोइसमा नाम छ यसको। रेफ्रीको हुइसल सँगै खेल सुरु भइसकेको छ। अति नै मिठो स्पाइकका साथ आफ्नो खाता खोल्दै सानोभेरी 4 अंक रहेको छ 1-0। रेफ्रीको इशारा अनुसार अंक बाफकोट 2 लाई बाफकोट 2 ले पनि आफ्नो खाता खोल्दै अंक रहेको छ 1-1। तिनै मिठो स्पाइक थियो उस्तै मिठो ब्लक। निकै मिठो प्रयास थियो बल कोर्टभन्दा बाहिर जसको फाइदा बाफकोट 2 लाई। यतिखेर अंक रहेको छ 2-1। बाफकोट 2 को 2 रहेको छ भने सानोभेरी 4 को 1-2-1। अति नै मिठो स्पाइकका साथ आफ्नो खातामा अंक जोड्दै सानोभेरी 4 अंक रहेको छ 2-1। अति नै मिठो स्पाइकका साथ आफ्नो खातामा अंक जोड्दै बाफकोट 2 का खेलाडी मित्र अंक रहेको छ 3-2। बाफकोट 2 को 3 रहेको छ भने सानोभेरी 4 को 2। अति नै मिठो स्पाइकका साथ आफ्नो खातामा अंक जोड्दै सानोभेरी 4 का खेलाडी मित्र यतिखेर अंक रहेको छ 3-3। रेफ्रीको इशारा अनुसार अंक बाफकोट 2 लाई अंक रहेको छ 4-3। बाफकोट 2 को 4 रहेको छ भने सानोभेरी 4 को 3। अति नै मिठो स्पाइक उस्तै मिठो ब्लक थियो तर बल कोर्टभन्दा बाहिर जसको फाइदा बाफकोट 2 लाई। स्कोर रहेको छ 5-3। बाफकोट 2 को 5 रहेको छ भने सानोभेरी 4 को 3। अति नै मिठो स्पाइक उस्तै मिठो ब्लक। तातेको छ निकै मिठो प्रयास थियो। निकै प्रयासपछि आफ्नो खातामा अंक थप्दै सानोभेरी 4 ले अंक थपसँगै अंक रहेको छ 4-5। सानोभेरी 4 को 4 रहेको छ भने बाफकोट 2 को 5। फेरि पनि मिठो स्पाइकका साथ आफ्नो खातामा अंक थप्दै बाफकोट 2 का खेलाडी मित्र यतिखेर अंक रहेको छ 6-4। मिठो स्पाइक मिठो प्रयास तर पनि सफल हुन सकेन जसको फाइदा सानोभेरी 4 लाई। अंक रहेको छ 5-6। सानोभेरी 4 को 5 रहेको छ भने बाफकोट 2 को 6-5-6। राम्रो प्रयास थियो प्रयास सफल हुन सकेन जसको फाइदा सानोभेरी 4 लाई। सानोभेरी 4 ले आफ्नो खातामा अंक थपेसँगै अंक रहेको छ 6-6। अति नै मिठो स्पाइकका साथ फेरि पनि आफ्नो खातामा अंक थप्दै बाफकोट 2 का खेलाडी मित्र यतिखेर स्कोर रहेको छ
7 6 बाफीकोट 2 को 7 रहेको छ भने सानोबेरी 4 को 6 भन्दा भन्दै आफ्नो खातामा अङ्क थप्दै सानोबेरी 4 यतिखेर अङ्क रहेको छ 7 बराबर। खेल निकै घम्सा घम्सी रूपमा अगाडि बढिरहेको छ। फेरि पनि आफ्नो खातामा अङ्क थप्दै सानोबेरी 4 आफ्नो खातामा अङ्क थपेसँगै सानोबेरीको 8 रहेको छ भने बाफीकोट 2 को 7 8 7 निकै मिठो सर्भिस थियो तर बल कोडभन्दा बाहिर, जसको फाइदा बाफीकोट 2 लाई। बाफीकोट 2 ले आफ्नो खातामा अङ्क थपेसँगै अङ्क रहेको छ 8 बराबर 8 बराबर। अति नै मिठो स्पाइक, उस्तै मिठो बलक सेभ तर पनि बल कोड भन्दा बाहिर, जसको फाइदा सानोबेरी 4 लाई। अङ्क रहेको छ 9 10 9 8 सरी निकै मिठो प्रयास थियो, प्रयास सफल हुन सकेन। बल कोड भन्दा बाहिर, जसको फाइदा सानोबेरी 4 लाई। फेरि पनि आफ्नो खातामा सानोबेरी 4 ले अङ्क थप्दै अङ्क रहेको छ 10 8 सानोबेरी 4 को 10 रहेको छ भने बाफीकोट 2 को 8 भन्दा भन्दै निकै मिठो स्पाइक थियो, उस्तै मिठो बलकका साथ आफ्नो खातामा फेरि पनि अङ्क जोड्दै सानोबेरी 4 यतिखेर अङ्क रहेको छ 11 8 निकै राम्रो प्रयास थियो, बल कोड भन्दा बाहिर, जसको फाइदा बाफीकोट 2 लाई। यतिखेर अङ्क रहेको छ 9 11 बाफीकोट 2 को 9 रहेको छ भने सानोबेरी 4 को 11। फेरि पनि निकै राम्रो प्रयास थियो, प्रयास सफल हुन सकेन, जसको फाइदा सानोबेरी 4 लाई। सानोबेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 12 9 सानोबेरी 4 को 12 रहेको छ भने बाफीकोट 2 को 9। निकै मिठो स्पाइकका साथ आफ्नो खातामा फेरि पनि अङ्क जोड्दै बाफीकोट 2 का खेलाडी मित्र आफ्नो खातामा अङ्क जोडिसँगै बाफीकोट 2 को अङ्क रहेको छ 10 भने सानोबेरी 4 को 12 10 12। रेफ्रीको इशारा अनुसार अङ्क बाफीकोट 2 लाई। यसैसँगै अङ्क रहेको छ 11 12। बल जालीमा, जसको फाइदा सानोबेरी 4 लाई। सानोबेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 13 11। निकै मिठो स्पाइकका साथ आफ्नो खातामा फेरि पनि अङ्क थप्दै सानोबेरी 4 का खेलाडी मित्र यतिखेर अङ्क रहेको छ 14 11 सानोबेरी 4 को 14 रहेको छ भने बाफीकोट 2 को 11। रेफ्रीको इशारा अनुसार फलको संकेत, जसको फाइदा सानोबेरी 4 लाई। अङ्क रहेको छ 15 11। खेलाडीहरू मैदान प्रवेश गरिसकेका छन्। बोयाका आँटीले जिलाउनेवाला चाहिँ दन्दिर हो है, सालगरी काटेको थियो ओइ दुर्गे सेपरा साथ आफ्नो खातामा अङ्क जोड्दै बाफीकोट 2 का खेलाडी मित्र यतिखेर स्कोर रहेको छ 12 15। बाफीकोट 2 को 12 रहेको छ भने सानोबेरी 4 को 15। निकै मिठो स्पाइक थियो तर कोर्ट भन्दा बाहिर, जसको फाइदा बाफीकोट 2 लाई।
बाफीकोट 2 ले आफ्नो खातामा अङ्क जोडेसँगै अङ्क रहेको छ 13-15। बाफीकोट 2 को 13 रहेको छ भने सानोभेरी 4 को 15। भन्दा भन्दै फेरि पनि निकै मिठो स्पाइकका साथ आफ्नो खातामा अङ्क जोड्दै सानोभेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै सानोभेरी 4 को 16 रहेको छ भने बाफीकोट 2 को 13। 16-13। निकै मिठो स्पाइकका साथ फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै बाफीकोट 2 का खेलाडी मित्र बाफीकोट 2 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 14-16। बाफीकोट 2 को 14 रहेको छ भने सानोभेरी 4 को 16। भन्दा भन्दै सर्भिस कोड भन्दा बाहिर जसको फाइदा सानोभेरी 4। सानोभेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 17-14। सानोभेरी 4 को 17 रहेको छ भने बाफीकोट 2 को 14। निकै मिठो स्पाइक थियो, सही मिठो ब्लक जसको फाइदा सानोभेरी 4 लाई। अङ्क रहेको छ 18-14। सानोभेरी 4 को 18 रहेको छ भने दुर्गी खेलाएर पर बाफीकोट 2 को 14। निकै प्रतिस्पर्धा भइरहेको छ। यससँगै फलको संकेत रेफ्रीबाट जसको फाइदा सानोभेरी 4 लाई। सानोभेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 19-14। निकै मिठो स्पाइकका साथ फेरि आफ्नो खातामा अङ्क जोड्दै बाफीकोट 2 का खेलाडी मित्र अङ्क रहेको छ 15-19। सानोभेरी 2 बाफीकोट 2 को 15 रहेको छ भने सानोभेरी 4 को 19। निकै राम्रो प्रयास थियो, बल कोड भन्दा बाहिर जसको फाइदा सानोभेरी 4 लाई। सानोभेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 20-15। निकै चलाकी अपनाउँदै आफ्नो खातामा अङ्क जोड्दै बाफीकोट 2 का खेलाडी मित्र आफ्नो खातामा अङ्क जोडिसँगै बाफीकोट 2 को 16 रहेको छ भने सानोभेरी 4 को 20। 16-20। फलको संकेत जसको फाइदा सानोभेरी 4 लाई। सानोभेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 21-16। फेरि पनि फलको संकेत जसको फाइदा बल कन्ट्रोल गर्नुहोला। तिनै मिठो स्पाइकका साथ 17-22-17। फेरि पनि फलको सही अङ्क रहेको छ 23-17। सानोभेरी 4 को 23 रहेको छ भने बाफीकोट 2 को 17। निकै मिठो स्पाइक थियो तर बल कोड भन्दा बाहिर जसको फाइदा यतिखेर अङ्क रहेको छ 18-23। बाफीकोट 2 को 18 रहेको छ भने सानोभेरी 4 को 23। फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै बाफीकोट 2 अङ्क रहेको छ 19-23। भोलि पनि हुन्छ होला आज त नै त्यही पनि अलिक किनेर सोचौँ त बी किनेर पी पनि खेल्छु न अनि त्यहाँदेखि फेरि ए टिम सानोभेरी
फेरि पनि आफ्नो खातामा अङ्क थप्दै बाफ गर्दै यतिखेर अङ्क रहेको छ 21-24। फलको संकेत जस्तो फाइदा बाफकोट 2 लाई अङ्क रहेको छ 22-24। बाफकोट 2 को 22 रहेको छ भने सानोबेरी 4 को 24। निकै चलाकी अपनाउँदै फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै बाफकोट 2 का खेलाडी मित्र आफ्नो खातामा अङ्क जोडिसँगै बाफकोट 2 को 23 रहेको छ भने सानोबेरी 4 को 24। निकै राम्रो प्रयास थियो। सँगै खेल सुरु भइसकेको छ। निकै घल्छ यो खेल। निकै चलाकी खेलाडी मित्र त्यसैसँगै आफ्नो खाता खोल्दै अङ्क रहेको छ 1-0। निकै राम्रो सर्भिस र आफ्नो खातामा अङ्क थप्दै सानोबेरीका खेलाडी मित्र अङ्क रहेको छ 2-0। बल चालीमा जसको फाइदा सानोबेरी 4 लाई सानोबेरी 4 ले आफ्नो खातामा अङ्क थपिसँगै अङ्क रहेको छ 3-0। निकै राम्रो प्रयास थियो। निकै चलाकी अपनाइएको थियो तर सफल हुन सकेन। जसको फाइदा बाफकोट 2 लाई। यसैसँगै बाफकोट 2 ले पनि आफ्नो खाता खोल्न सफल भएको छ। आफ्नो खाता खोल्नेसँगै अङ्क रहेको छ 1-3। निकै राम्रो स्पाइक उस्तै मिठो डिफेन्स तर बल कोर्ट भन्दा बाहिर। जसको फाइदा सानोबेरी 4 लाई। सानोबेरी 4 ले आफ्नो खातामा अङ्क थपेसँगै स्कोर रहेको छ 4-1। जसको फाइदा बाफकोट 2 लाई अङ्क रहेको छ 2-4। बाफकोट 2 को 2 रहेको छ भने सानोबेरी 4 को 4 2-4। फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै सानोबेरी 4 अङ्क रहेको छ 5-2। यस पछाडिको खेल 63 वर्षे 66 बीच हुने भएकाले खेलाडी मित्रहरू तयारी अवस्थामा रहिदिन अनुरोध गर्दछौँ। फेरि पनि अङ्क जोड्दै सानोबेरी 4 का खेलाडी मित्र आफ्नो खातामा अङ्क जोडेसँगै अङ्क रहेको छ। रेफ्रीको हुइसलसँगै गेम पुनः सुचार भइसकेको छ। मिठो प्रयास थियो तर बल कट्न सकेन। जसको फाइदा सानोबेरी 4 लाई। फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै सानोबेरी 4 आफ्नो खातामा अङ्क जोडेसँगै अङ्क रहेको छ 7-2। बाटो बाटै छ नि छिट्टो खोल्छ नि यसले।
निकै प्रयासपछि फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै बाँफीकोट 2 आफ्नो खातामा अङ्क जोडीसँगै बाँफीकोट 2 को 3 रहेको छ भने सानोबेरी 4 को 7 3-7 भन्दा भन्दै निकै मिठो स्पाइकका साथ आफ्नो खातामा अङ्क थप्दै सानोबेरी 4 का खेलाडी मित्र अङ्क रहेको छ 8-3 निकै मिठो स्पाइकका साथ आफ्नो खातामा फेरि पनि अङ्क जोड्दै सानोबेरी 4 का खेलाडी मित्र आफ्नो खातामा अङ्क जोडेसँगै सानोबेरी 4 को 9 रहेको छ भने बाँफीकोट 2 को 3 9-3 फेरि पनि आफ्नो 4-9 निकै मिठो स्पाइकका साथ आफ्नो खातामा फेरि पनि अङ्क जोड्दै सानोबेरी 4 अङ्क रहेको छ 10-4 सानोबेरी 4 को 10 रहेको छ भने बाँफीकोट 2 को 4 मिठो हेर नि निकै मिठो स्पाइकका साथ निकै प्रयासपछि आफ्नो खातामा फेरि अङ्क थप्दै बाँफीकोट 2 अङ्क रहेको छ 5-10 निकै मिठो स्पाइक थियो उस्तै मिठो ब्लक थियो तर सफल हुन सकेन जसको फाइदा सानोबेरी 4 लाई अङ्क रहेको छ 11-5 सानोबेरी 4 को 11 रहेको छ भने बाँफीकोट 2 को 5 तिनै मिठो स्पाइक का साथ आफ्नो खातामा अङ्क जोड्दै सानोबेरी 4 का खेलाडी मित्र अङ्क रहेको छ 12-5 यस पछाडिको खेल सिस्ने 3 वर्सेस सिस्ने 6 बीच हुने भएकाले खेलाडी मित्रहरू तयारी अवस्थामा बस्दिनको लागि अनुरोध गर्दछौं निकै लामो समयपछि फेरि पनि आफ्नो खातामा अङ्क थप्दै बाँफीकोट 2 अङ्क रहेको छ 6-12 भन्दा भन्दै फेरि पनि आफ्नो खातामा अङ्क थप्दै सानोबेरी 4 अङ्क रहेको छ 13-6 सानोबेरी 4 को 13 रहेको छ भने बाँफीकोट 2 को 6 13-6 निकै राम्रो स्पाइक थियो उस्तै मिठो ब्लकका साथ आफ्नो खातामा फेरि पनि अङ्क जोड्दै सानोबेरी 4 का खेलाडी मित्र अङ्क रहेको छ 14-6 सानोबेरी 4 को 14 रहेको छ भने बाँफीकोट 2 को 6 14-6 निकै राम्रो सर्भिस थियो बलकोट भन्दा बाहिर जसको फाइदा बाँफीकोट 2 लाई अङ्क रहेको छ 7-14 निकै राम्रो स्पाइक थियो फेरि पनि बलकोट भन्दा बाहिर फेरि पनि फाइदा बाँफीकोट 2 लाई बाँफीकोट 2 ले आफ्नो खातामा अङ्क जोडेसँगै अङ्क रहेको छ 8-14 निकै मिठो स्पाइक थियो फेरि पनि 9-14 फेरि पनि आफ्नो खातामा अङ्क थप्दै सानोबेरी 4 अङ्क रहेको छ 15-9 सानोबेरी 4 को 15 रहेको छ भने बाँफीकोट 2 को 9 15-9 निकै राम्रो प्रयास थियो तर प्रयास सफल हुन सकेन जसको फाइदा बाँफीकोट 2 लाई स्कोर रहेको छ
10-15 बाफीकोट 2 को 10 रहेको छ भने सानबेरी 4 को 15 10-15 निकै घम्सा घम्सी भइरहेको छ लड्दै पड्दै निकै लामो प्रयासपछि आफ्नो खातामा अङ्क रहेको छ 11-15 बाफीकोट 2 को 11 रहेको छ भने सानबेरी 4 को 15 स्पाइकका साथ आफ्नो खातामा अङ्क जोड्दै सानबेरी 4 अङ्क रहेको छ 16-11 निकै मिठो स्पाइक थियो बल कोडभन्दा बाहिर जसको फाइदा बाफीकोट 2 लाई अङ्क रहेको छ 12-16 यस पछाडिको खेल 63 वर्सेस 66 बीच हुने भएकाले खेलाडी मित्रहरू तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्दछौ फेरि पनि आफ्नो खातामा अङ्क थप्दै बाफीकोट 2 अङ्क रहेको छ 13-16 बाफीकोट 2 को 13 रहेको छ भने फेरि पनि आफ्नो खातामा अङ्क थप्दै सानबेरी 4 अङ्क रहेको छ 17-13 निकै राम्रो प्रयास थियो बल कोडभन्दा बाहिर जसको फाइदा सानबेरी 4 लाई फेरि पनि आफ्नो खातामा अङ्क थप्दै सानबेरी 4 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 18-13 सानबेरी 4 को 18 रहेको छ भने बाफीकोट 2 को 13 18-13 फेरि पनि आफ्नो खातामा अङ्क थप्दै सानबेरी 4 अङ्क रहेको छ 19-13 निकै मिठो स्पाइकका साथ आफ्नो खातामा अङ्क जोड्दै बाफीकोट 2 का खेलाडी मित्र बाफीकोट 2 ले आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 14-19 बाफीकोट 2 को 14 रहेको छ भने सानबेरी 4 को 19 14-19 भन्दा भन्दै फेरि पनि आफ्नो खातामा अङ्क थप्न सफल बाफीकोट 2 यसैसँगै अङ्क रहेको छ 15-19 बाफीकोट 2 को 15 रहेको छ भने सानबेरी 4 को 19 15-19 निकै मिठो स्पाइकका साथ फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै सानबेरी 4 का खेलाडी मित्र आफ्नो खातामा अङ्क जोडिसँगै अङ्क रहेको छ 20-15 सानबेरी 4 को 20 रहेको छ भने बाफीकोट 2 को 15 20-15 अति नै मिठो स्पाइक अति नै मिठो ब्लक तर बल कोडभन्दा बाहिर जसको फाइदा बाफीकोट 2 लाई फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै बाफीकोट 2 अङ्क रहेको छ 16-20 Cao ơi, này thì nếu anh cho cao bụi á. Nó phải rất là
निकै मिठो प्रयास थियो, निकै मिठो स्पाइक थियो, बल कोड भन्दा बाहिर, जसको फाइदा बाफकोट 2 लाई फेरि पनि आफ्नो खातामा अङ्क जडाउन्। बाफकोट 2 अङ्क रहेको छ 17-20। बाफकोट 2 को 70 रहेको छ भन्दा भन्दै फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै बाफकोट 2 अङ्क रहेको छ 18-20। बाफकोट 2 को 18 रहेको छ भने सानोरी 4 को 20 18-20 भन्दा भन्दै निकै नै मिठो स्पाइकका साथ आफ्नो खातामा अङ्क जोड्दै सानोरी 4 अङ्क रहेको छ 21-18। सबले भिडियो बनाउँछ उनीहरूले बोलेको निकै मिठो स्पाइकका साथ फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै बाफकोट 2 का खेलाडी अङ्क रहेको छ 19-21। सानोरी 2 को 19 रहेको छ भने सानोरी 4 को 21। 20 फेरि पनि आफ्नो खातामा अङ्क थप्दै फेरि अङ्क रहेको छ 20-21। बाफकोट 2 को 20 रहेको छ भने सानोरी 4 को 21। फेरि पनि आफ्नो खातामा अङ्क जोड्दै सानोरी 4 अङ्क रहेको छ 22-20। सानोरी 4 को 22 रहेको छ भने बाफकोट 2 को 20-22। यस पछाडिको खेल 63 वर्सेस 26 हुने भएकाले खेलाडी मित्रहरू तयारी अवस्थामा रहिदिनु हुन। फाउलको सङ्केत, जसको फाइदा सानोरी 4 लाई अङ्क रहेको छ 23-20। सानोरी 4 को 23 रहेको छ भने बाफकोट 2 को 20-23। निकै मिठो स्पाइक थियो तर बल कोड भन्दा बाहिर, जसको फाइदा सानोरी 4 लाई आफ्नो खातामा अङ्क थपिसँगै सानोरी 4 को 24 रहेको छ भने 21 बराबर भेटेको भए हुन्थ्यो। बाफकोट 2 को 20-24-20।